नमस्कार साथीहरू, स्वागत छ तपाईँ सबैलाई हाम्रो च्यानलमा। आज हामी कुरा गर्न लागिरहेछौँ दुईवटा नयाँ आइपिओको बारेमा, जसको मिति आधिकारिक रूपमा फिक्स भइसकेको छ। यदि तपाईँ आइपिओमा लगानी गर्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। सबैभन्दा पहिला कुन कुन कम्पनीले आइपिओ खुलाउँदैछ भन्ने कुरा गरौँ। फर्स्टमा हाम्रो टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ खुल्छ। त्यसपछि स्नो रिभर लिमिटेडको आइपिओ खुल्छ। यसको डेट पनि फिक्स भइसकेको छ। अब यो दुवै आइपिओ वैशाखको कति गतेदेखि कति गतेसम्मको लागि खुलाउँदैछ, यसमा न्यूनतम र अधिकतम किता कति भर्न सकिन्छ र यसमा नम्बर अफ सेयर इस्यु कति छ, सबै यो भिडियोमा बताउने छु। फर्स्टमा टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ खुल्छ। यसको ओपन डेट छ वैशाखको 23 गतेदेखि लिएर वैशाखको 28 गतेसम्म यो आइपिओ सर्वसाधारणको लागि खुला रहनेछ र यसमा दरखास्त दिनुपर्ने न्यूनतम सेयर सङ्ख्या 10 किता र दरखास्त दिन पाउने अधिकतम सेयर सङ्ख्या 50,000 किता। त्यसपछि दरखास्त 7 प्रति सेयर रु 100 का दरले 100% भुक्तानी गर्नुपर्नेछ। अब यसमा के लेखेको छ भने टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेड हैज पब्लिश एन अफर लेटर टू इस्यू 25,15,455 यूनिट आइपिओ शेयर टू द जनरल पब्लिक। यसमा नम्बर अफ सेयर इस्यू 25,15,455 यूनिट यति सेयर सर्वसाधारणको लागि जारी गरेको छ। त्यसै गरी अब स्नो रिभर लिमिटेडको आइपिओको डेट पनि फिक्स भइसकेको छ। यो आइपिओ वैशाखको 29 गतेदेखि लिएर जेठको 1 गतेसम्म खुला रहनेछ सर्वसाधारणको लागि र यसमा दरखास्त दिनुपर्ने न्यूनतम सेयर सङ्ख्या 10 किता छ र दरखास्त दिन पाउने अधिकतम सेयर सङ्ख्या 1000 किता छ। दरखास्त 7 प्रति सेयर रु 100 का दरले 100% भुक्तानी गर्नुपर्नेछ। यसमा लेखेको छ स्नो रिभर लिमिटेड हैज पब्लिश एन अफर लेटर टू इस्यू 7,78,125 यूनिट आइपिओ शेयर टू द जनरल पब्लिक फ्रम वैशाखको 29 गतेदेखि लिएर जेठको 1 गतेसम्म यो आइपिओमा अप्लाई गर्न सक्नुहुनेछ। र मेरो भिडियो उपयोगी लाग्यो भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र मन परेछ भने लाइक र सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।